वाइल्ड बियर्सको पनि क्या त डर्सिलो हुन्छ नि त होइन हाम्रो यता वे टु माई होम चाहिँ अलिकति अब त्यो भालुहरू यो गाउँ ठाउँमा यो क्या मान्छेहरूले सधैँ चाहिँ म म्युजिक बजाउँछु नि त होइन यो घर जाँदाखेरि ताकि अलिकति त्यो नोइज भएर चाहिँ क्या त हाम्रो त्योहरू चाहिँ आइबस्छ मकैहरू खाइदिन्छु सागसब्जी खाइदिन्छु बारीतिर बसिबस्छ हो सेल्फ डिफेन्सको लागि आफ्नोमा चाहिँ वेपन्सहरू केही पनि छैन नि त होइन लाइसेन्स वेपन्स आफूसँग एउटा म्युजिक बाइक चाहिँ अब यस्तो क्या हेर्दाखेरि टेप मेरो स्पिकर छ कि मोबाइलसँग कनेक्ट गरेर म चाहिँ त्यो बजाएर हिँड्छु कि अनि भेट्यौँ त च्याचुट पार्छन् धेरै त्यस्तो इन्सिडेन्टहरू भएको छ नि त होइन जङ्गलमा अब डिस्टर्ब नि होइन इको सिस्टम डिस्टर्ब गरिदिएर नै अब त्यस्तो भएको नि हुँदैन पनि क्या डिपेन्डेबल मान्छेले ट्याक्क रोपेर फ्रुट्सहरू ठिक्कै फलिसक्दा चाहिँ उनीहरू आएर चाहिँ क्या त टपक टपक सबै सुहा खानु पनि मैले त्यो हेरेको कि चेक गरेको कि राम्रै नि हो मान्छेले भन्दा दामी खाइदिँदो रहेछ एउटै दाना नरहुँदो रहेछ सबै खाइदिँदो रहेछ दाना त क्या